तिलस्मी रूपमा प्रकट भए। संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुदन गुरुङ किन यसरी आक्रोशित भए? रामबहादुर थापाले केही महत्त्वपूर्ण कुरा गरेका छन्। के कुरा गरेका छन् यो भिडियोमा हेर्नुस् है। रामबहादुर थापा, समय 8 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म आफ्नो अमूल्य जीवनको आहुति दिने भाद्र 23 र 24 लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। नेपालमा भाद्र 23 र 24 गते अवैधानिक ढङ्गबाट रासपाको अघोषित नेतृत्वमा रङ्गक्रान्ति सफलतापूर्वक सम्पन्न भयो। यो ऐतिहासिक विजयका लागि रासपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो जादुमय विजयका लागि अदृश्य शक्तिहरू, टिओबी, एआई, अल्गोरिदम, गोएबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुखार खलनायक र हत्याराको रूपमा स्थापित गरे, जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए, ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले। सम्माननीय सभामुख महोदय, यो चमत्कारिक कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट भए? कुन उद्देश्य प्राप्तिका लागि गैर कानुनी ढङ्गबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? सम्माननीय सभामुख महोदय, अन्त्यमा यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ। पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ। धन्यवाद। एमालेको संसदीय दलको नेता रामबहादुर थापाको बोली, अरू सांसदहरूको हाउभाउ कस्तो लाग्यो कमेन्ट गर्नु है।